बस यो वाला खोजे सियानो ना बस अब दिन आने पानी को हेलो वेलकम गाइज टु माई न्यू ब्लग हाम्रो कान्छो भाइ कृष्ण अङ्कल हामी सबैजना अब माछा मार्न जाँदैछौँ पानी परेर हैरान परेको छ माछाहरू आउँदैछन् तिमी गएको दिनदेखि रङ्गिन संसार फिक्का भयो हाँसो ओठमा भाग्यको पानामा छुट्टिने नै लेखिएको थियो हरेक रात तिम्रो यादले निद्रा चोर्छ तिम्रो नामले अझै मुटुभित्र चोटको गर्छ तिमी बिना यो सहर सुनसान लाग्छ भिडको बिचमा पनि एक्लोपनले सताउँछ म तिमीलाई धेरै मिस गर्छु मेरो मुटु अझै तिम्रै साथ छ फर्केर आउँछौ कि भन्ने आशा बाँकी छ आँखाभरि तिम्रै तस्बिर साँचिएको छ माया त अझै उस्तै छ तर तिमी बिना यो गाइस हामी जाँदैछौँ माछा मार्न अब हामी माछा मारेर पाप खाने हो आवाज आछ कि नै खै कसम खाएका शब्दहरू याद आउँछन् तर आज ती सबै सपना जस्तै लाग्छन् तिमीलाई बिर्सिने धेरै प्रयास गरे तर हरेक पल तिम्रो यादमा हराए तिमीले मान्न खोज्दैन यो दूरी तिमी नै थियो मेरो खुसी मेरो मजबुरी सबैले भन्छन् समयले सबै घाउ निको पार्छ तर किन तिम्रो यादले अझै मन पोलिराख्छ कति गीत लेखे कति रात रोए तर तिमी बिना म आफैलाई नै हराए फोनको स्क्रिनमा तिम्रो नाम खोजिरहन्छु नआउने मेसेजको पनि प्रतीक्षा गरिरहन्छु सायद तिमी खुसी छौ कतै म भने तिम्रो यादसँग बाँचेको छु यतै म तिमीलाई धेरै मिस गर्छु हरेक सासमा पानी छैन त्यहाँ के हो अगाडि उता साइडमा खोला खस्छ कि अनि खोला उता साइड गर्दैछ एक साइड गर्दैछ कि आज पनि मैले बुझ्न सकेको छैन तिमी बिना अब हामी पुगेको छौँ माछा मार्ने ठाउँमा हाम्रो अङ्कल तयार हुँदै हुनुहुन्छ हाम्रो अङ्कलहरू तयार हुँदै हुनुहुन्छ माछा मार्नको लागि राम्रो देखेन हामी दुई भाइ छौँ यहाँ हाम्रो भाइ हुनुहुन्छ भाइको नाम के गरे मेरो नाम चाहिँ कृष्ण बहादुर कृष्ण गुरुङ मलाई चाहिँ यो ग्रिन प्लेस देहरादुनको साह्रै मनपर्छ अब छुट्टीको बेलामा अङ्कललाई लास्ट रिक्वेस्ट गरेर अङ्कल माछा मार्न जानु पर्यो भनेर आज माछा मार्न आएको छौँ गाडी अगाडि पार्क गरेर अब अङ्कलले अगाडि माछा मार्न स्टार्ट गरिसक्नु भएको छ हामी अङ्कललाई अब त्यहाँ क्याच गरेर अङ्कल सँगसँगै अलिअलि माछा मार्दै जाने we are here for fishing. Okay, so you can see in the background very beautiful place. We have a river that's on the downside. So we will go there and do some traditional fishing. यो नदी हो जहाँ हामीले माछा मार्नको लागि आज आएका छौँ हरेक रात तिम्रो यादले निद्रा चोर्छ तिम्रो नामले अझै मुटुभित्र चोटको गर्छ तिमी बिना यो सहर सुनसान लाग्छ भिडको बिचमा पनि As you can see the weather very nice. म तिमीलाई धेरै
धार लगाइदिन्छु मैले धार लगाउन साल त्यसपछि कुलेर आउँछ ढाड भन्छ भाइले जाल जाँदा र अङ्कलले जाल बुन्दै हुनुहुन्छ हाँस्छ जाउँ हामीले अहिलेसम्म कति माछा मारेको This is heaven. So guys, you can see the weather is very nice, little raining. I am here with my uncle, my cousin, my auntie is there. Weather is very nice. This is Dehradun. Dehradun guys, Dehradun. तिमी गएको दिनदेखि रङ्गिन संसार फिक्का भयो हाँसो ओठमै अड्कियो मनभित्र आँधी चल्यो सपना त धेरै थिए सँगै बाँच्ने रहर थियो तर भाग्यको पानामा छुट्टिने नै लेखिएको थियो हरेक रात तिम्रो यादले निद्रा चोर्छ तिम्रो नामले अझै मुटुभित्र चोटको गर्छ तिमी बिना यो सहर सुनसान लाग्छ भिडको बीचमा पनि एक्लोपनले सताउँछ म तिमीलाई धेरै हाम्रो भाइले पारे कि नै माछा हरेक सासमा तिम्रै नाम लिन्छु तिमी छैनौ तर याद त छ परेन मेरो मुटु अझै तिम्रै साथ छ फर्केर आउँछौ कि भन्ने आशा बाँकी छ आँखाभरि तिम्रो तस्बिर साँचिएको छ माया त अझै उस्तै छ तर तिमी बिना यो जीवन पुराना च्याटहरू पढ्दै रात बिताउँछु तिम्रो फोटो हेर्दै आँसु लुकाउँछु कसम खाएका शब्दहरू आउँछन् तर आज ती सबै सपना जस्तै लाग्छन् तिमीलाई बिर्सिने धेरै प्रयास गरे तर हरेक पल तिम्रो यादमा हराए मुटुले मान्न खोज्दैन दुई भाइजना गएर थियो मेरो खुसी स्कुटी लिएर आउने किनभने यो बाटो चल्नुहुन्छ साह्रै दुर्गम क्षेत्र हो यो अब त्यहाँबाट स्कुटी ल्याएर यता राख्ने ताकि हामी पर्खिने बेलामा हामीलाई गाह्रो नहोस् हामीतिर हिँड्नु नपरोस् अनि अगाडि हाम्रो स्कुटी पार्क छ अब त्यहाँ गएर स्कुटी लिएर आउने मौसम बडा खतरनाक छ यहाँको यार मौसम खतरनाक छ ठाउँ राम्रो रमाइलो छ नदी हो यो नदीबाट हामीले माछा मारेको हो आई थिङ्क 3 or 4 किलोमिटर अहेड हामीले स्टार्ट गरेको देन त्यहाँबाट मार्दै मार्दै आएको हामीले जब यो नदी आफ्नो चरम सीमामा आउँछ तल यस्तो विनाशकारी रूप धारण गर्छ यो स्कुल हो यहाँको अनि लास्ट इयर पानी परेर पुरा यो भत्केको छ
यो डेन्जर भत्के रहेछ है पुरा सामानै उडेको त्यो होला शेल्टर यो So guys, I have noticed something here. त्यो पुल टुटेर यहाँ चाहिँ यिनीहरूले यो सम जुगाड भनेर लगाएको छ के गरेको त्यहाँ हेर्न सक्नुहुन्छ त्यसमा चाहिँ मान्छे राख्छन् सामान राख्छन् अनि यताबाट तान्ने यसरी यताबाट तान्ने तानेपछि त्यो तान्नुपर्छ त्यसले तानिरहेको छ तानेपछि टुक्री आउँछ त्यसपछि त्यहाँ बसेर अर्कोतिर जाने त्यही ठाउँ छ तल खतरा आउँदैछ त्यता बाटो छ उतापट्टि पनि गाउँ छ त्यो पहाडको पछाडि उता जानुको लागि पिपल आर युजिङ दिस वान ल जाउँ छोड्दे त जाने होस् र त्यहाँ छोड्दे अरे अङ्कलले हेलो गाइस अभी रात के 8:30 हो गए हैं रात को 8:30 भइसकेको छ अनि अङ्कलहरू अगाडि जानुभएको छ मलाई र आन्टीलाई स्कुटीसँग वेट गर्नको लागि भन्नुभएको छ अङ्कलहरू अलि अगाडि जानुभएको छ मासु मार्नु कि त फुले साग टिप्यो धेरै अँधेरो भइसकेको छ एकछिनमा घर जाने Guys, now time is 9 o'clock. We still waiting for our uncle because he went there that side. Little more far. उनीहरू आएपछि अङ्कलहरू आउनु भएपछि हामी जाने आन्टी र म पर्खेर बसिरहेको छौँ हाम्रो स्कुटर पर्खिरहेको छ अनि यस्तो छ रातिको मौसम माछा मार्न आएको रातिको मौसम यस्तो छ रातिको 9 बजिसकेको छ अब घर जाने टाइम पनि भयो अङ्कल आएपछि हामी निस्किनुपर्छ यहाँबाट आन्टीको घर गएर हामीले माछा खोलेर अनप्याकिङ गरेर अब माछा हेर्नु छौँ कति हामीले मारेको छ माछा